तपाईँले देख्नु भएको छ विद्यार्थीहरू जो गणेश नेपालीको न्यायको लागि आएका विद्यार्थीहरू र दर्शकबिन प्रहरी बीच यहाँ दोहोरो दर्शकबिन झडप भएको छ। हेर्नुहोस् यहाँ दर्शकबिन, हेर्नुहोस् यहाँ दर्शकबिन तपाईँले देख्नु भएको छ माइतीघर मण्डलामा प्रहरी र आन्दोलनकारी बीच दर्शकबिन दोहोरो झडप भएको छ। गणेश नेपालीको न्यायको लागि आएका दर्शकबिन विद्यार्थीहरू, युवाहरू र दर्शकबिन प्रहरीहरू बीचको दर्शकबिन सक्नुहुन्छ दोहोरो झडप। हेर्नुहोस् यहाँ दर्शकबिन, हेर्नुहोस् न दर्शकबिन विद्यार्थी सङ्गठनले गणेश नेपालीको एउटा जेनजी युवाको दर्शकबिन आत्महत्याको प्रयासपछि मृत्यु भएपछि दर्शकबिन हेर्नुहोस् यहाँ दोहोरो झडप भएको छ। गणेश नेपालीको न्यायको लागि आएका दर्शकबिन विद्यार्थीहरू र प्रहरी बीच दर्शकबिन दोहोरो झडप भएको छ। हेर्नुहोस् यहाँ हेर्नुहोस् बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ दर्शकबिन। यहाँ हेर्नुहोस् मण्डलामा खटाइयो बाक्लो सुरक्षा संयन्त्र दर्शकबिन। हेर्नुहोस् यहाँ विद्यार्थीहरू दर्शकबिन माइतीघर मण्डलाबाट अगाडि बढ्न खोजिरहेका छन्। दर्शकबिन सुरक्षा निकायले यसै दर्शकबिन छेक्न कोसिस गरिरहेको छ। यहाँ हेर्नुहोस् दर्शकबिन, हेर्नुहोस् यहाँ झडपको स्थिति बनेको छ। हेर्नुहोस् यहाँ गणेश नेपालीको मृत्यु भइसकेपछि तपाईँले देख्न सक्नुहुन्छ माइतीघर मण्डलामा थुप्रै विद्यार्थीहरू चाहिँ आन्दोलनमा उत्रिनु भएको छ र बाक्लो सङ्ख्यामा सुरक्षा निकाय दर्शकबिन तपाईँले देख्नु भएको छ। सुरक्षाकर्मीहरू बाक्लो सङ्ख्यामा दर्शकबिन खटाइएको छ। यहाँ दर्शकबिन यो सरकारको लापरवाहीले गर्दाखेरि पहिलोपटक कुनै एउटा व्यक्तिले ज्यान गुमाउनु परिरहेको छ दर्शकबिन। गणेश नेपाली जसको बाइकमा लगाइएको व्हिल लक जुन थियो त्यो लक बापत जरिमाना तिर्नुपर्ने र त्यो जरिमाना उहाँको लागि भारी परिरहेको थियो र दर्शकबिन एकछिन बाइक रोक्दा पनि यो सरकारले ज्यादती गर्यो, महानगरपालिकाले लक लगायो भनेपछि लामो समय महानगरपालिकासँग उक्त युवाको घन्टौँसम्म विवाद भइसकेपछि उहाँले आफ्नै बाइकबाट पेट्रोल निकालेर आत्महत्याको प्रयास गर्नुभयो र उहाँको अन्ततः दुःखद निधन भएको छ दर्शकबिन वीर हस्पिटलमा। दर्शकबिन तपाईँले देख्नु भएको छ दृश्य माइतीघर मण्डलामा। हेर्नुहोस् दर्शकबिन निकै नै दुःखद खबर आएको छ दर्शकबिन। गणेश नेपालीको दर्शकबिन मृत्यु भइसकेपछि हेर्नुहोस् दर्शकबिन, यहाँ हेर्नुहोस् माइतीघर मण्डलामा दर्शकबिन युवाहरूले त्यसरी प्रदर्शन गरेका छन्। हेर्नुहोस् यहाँ एउटा नेपालीको मृत्यु भइसकेको छ होइन। यो सरकार बोल्दैन बोलेको कारणले गर्दा अब सरकारलाई धक्का पुगेको हो। सरकारले धक्का पुगेकै हो, पुग्नु पनि पर्छ, यो हुनु पनि हुँदैन, यो पाइँदैन। हेर्नुहोस्